Hello guys, good morning and Darshan, namaste. Back to again my video blog. Okay guys, you guys, how to feeling today? I am really happy. We can to make today like this. What is it? Beef pakoda. Beef pakoda. Okay. Look, let me see keema. I make something like this pakoda. Okay guys. कस्तो लाग्छ तपाईहरुलाई भिडियो हैन हेर्दै गर्नु होला एक्ज्याक्टली तपाईहरुलाई पनि मनोरञ्जन आउँछ होला हैन यो भिडियो हेर्दाखेरि सो तपाईहरुले हेरिदिनुहोस् हेर्दाखेरि लाइक पनि गर्नुस् कमेन्ट पनि गर्नुस् शेयर पनि गर्नुस् है गाइस ओके गाइस यहाँ चाहिँ हाम्रो तवमा चाहिँ तेल तर्दै राखेको छ गाइस यहाँ तेल छ हैन अब स्टार्ट हुन्छ गाइस कस्तो हुन्छ हैन यो चाहिँ बिफको हो गाइस हामी चाहिँ इन रोमानिया अहिले हैन गाइस त्यही भएर हामी बिफको चाहिँ पकौडा गर्दैछु तपाईहरुले पनि बिफ मटन चिकन हामी यहाँ पनि छ नि गाइ यो पनि देखाइदिनु उहाँलाई पनि उहाँलाई यो पनि छ है आज उहाँ चाहिँ त्यो पोल्ने चाहिँ अहिले यो चाहिँ ग्रिल गर्ने हो हामी गाइस यो चाहिँ पोर्क है पोर्क फ्राई गर्ने पोर्क हो यो चाहिँ बिफको सो गाइस नेभर माइन्ड नो प्रब्लम इट्स ओके बट अल राइट यु गाइस एभ्रिथिङ यो घरमै बसेर हामीले यस्तो प्रकारले गर्न सक्नुहुन्छ यो चाहिँ किमा चाहिँ मिक्सी गर्ने हैन गाइस किमा बनाउने त्यसपछि हामीले लसुन अदुवाहरू जे छ आफूसँग हैन धनियाहरू सबै कुरो हालेर यो किमा चाहिँ मोल्ने 2-3 र 1 हाल्ने अन्डा है अनि त्यसपछि हल्का बेसन बटर हाल्ने है then after mix guys then after fry and eating very good look taste guys oh very good उगानी भाँदै ल्याउनु पाक्दैछ दामी सो गाइस तपाईहरुको पनि घरमा कुनै पनि पाहुना आउनुहुन्छ भने र तपाईहरु पनि यस्तै प्रकारले बनाएर खान सक्नुहुन्छ है हेर्नु होला यो मासु अलिकति सारो भए पनि धेरै खाएपछि हामीले दाँत दुख्छ नि त हैन दाँत दुख्ने हुन्छ हो र त्यसपछि बच्चाहरु पनि हुन्छ हाम्रो घरमा बुढो बाउ आमा हुन्छ यो तरिकाले चाहिँ बनाएर खाएपछि तपाईहरुलाई केही फरक पर्दैन कि मासु सानो सानो पिस गर्ने मिसिन छ भने मिसिनले पेल्ने मिसिन छैन भने सानो सानो गरेर हामीले आदानमा राखेर चक्कुले काट्दा पनि हुन्छ त्यसपछि हामीले सबै कुरा अदुवा लसुन मसलाहरू सबै हालेर तेलमा यसरी फ्राई गरिसकेपछि अनि त्यसपछि निकालेपछि त्यतिकै खाए पनि भयो त्यसमा हल्का हामीले ग्रेभी राखेर फेरि पनि टमाटरहरू अदुवा लसुन हालेर हामीले हल्का ग्रेभी राखेर पनि हामीले भातसँग खान पनि सक्छ ओहो लोकल ढेँडोसँग खाना पनि गच्च हुने गाइस सो तपाईहरुलाई कस्तो लाग्छ है धेरै खायो भने दाँत दुख्छ नि त त्यही भएर यो प्रकारले खाँदा पनि धेरै फाइदा हुन्छ र पाहुना आउनु भएको बेलामा यसरी गर्दा पनि फेरि पाहुनालाई पनि खुसी हुन्छ अर्कै आइडिया मासु त मासुै हो गाइस हो मासु त मासुै हो तर हामीले बनाउने प्रकार चाहिँ अलिकति डिफ्रेन्ट तरिकाले बनाउँदाखेरि चाहिँ धेरै पाहुनालाई पनि धेरै राम्रो हुन्छ नि त गाइस त्यस्तो हुन्छ गाइस हेर्दै गर्नु होला मेरो भिडियो कस्तो हुन्छ यति छ किमा है आज चाहिँ एकजना साथीको चाहिँ दाँत दुख्यो मासु कसरी खाने भनेको थियो हामी दुई भाइले चाहिँ अनि यस्तो प्रकारले बनाइदिन्छु भनेको यहाँको लोकल गाइस के व्हाट यु थिङ्किङ अबाउट यु गाइस भन्ने हामी त्यो चाहिँ के भन्दो रहेछ आन्टी प्रब्लम गाइस आई डोन्ट लाइक इट मेनी भन्यो ओके भने हाम्रो बालो हु क्यान डु लाइक दिस टुडे आई सो यु हाउ क्यान डु मेक लाइक दिस नेपाली फुड हामी चाहिँ नेपाली आइटमको बनाइदिएछ गाइस यो चाहिँ है हो यस्तै त्यो पाकेपछि हामी फेरि तपाईहरुलाई देखाइदिन्छु गाइस सो गाइस फाइनली मैले चाहिँ लगभग अब सिद्धिन लागेको छ गाइस अब यति बाँकी छ यहाँ चाहिँ यति चाहिँ बनाइसकेको छ गाइस तपाईहरुलाई कस्तो लाग्यो मेरो भिडियो हैन हेरिदिनु भएको निम्ति धेरै धन्यवाद सो यस्तै छ यहाँ चाहिँ किमा चाहिँ सकिसकेको छ है गाइस यहाँ चाहिँ यो बनाइसकेको छ बिफ रोस्ट यो चाहिँ यति बाँकी छ गाइस कस्तो लाग्यो तपाईहरुलाई भिडियो हेर्दाखेरि मेरो मतलब तपाईहरुलाई राम्रै लाग्यो होला हैन कस्तो लाग्यो सल्लाह सुझाव गरिदिनु होला लाइक गर्नु शेयर गर्नु कमेन्ट गर्नु है अर्को नेक्स्ट भिडियो सी यु अगेन बाइ बाइ गाइस टेक केयर